हेलो साथीहरू, नमस्ते सबैजनालाई। हामीले आज लोकल माछा, खोलाको माछा भनेर बेच्न ल्याएको रहेछन्। त्यही किनेर बनाएर खाने भनेको साथीहरू। टेस्टी हुन्छ रे। त्यही भएर कति जातिको माछा मात्रै खाने भनेर लोकल माछा हो भनेर राखेको। आज हामीले बनाउने अनि खाने यो जाडो मौसममा जाडो बगाम भनेर बनाउन लागेको। अनि मलाई चुलोमा खाना बनाउन एकदम मनपर्छ के। गाउँतिर आएको चुलोमा आगो बालेर मस्तसँग माछाहरू फ्राई गर्दै खाँदै कुरा गर्दै गरिराखेका छौँ। हजुरहरूलाई कसलाई मनपर्छ आगोमा चट्ट लागेर फ्राई गरेको माछा? मलाई त असाध्यै मनपर्छ तेलमा फ्राई गरेको लोकल माछा, त्यो पनि आगो बालेर। हजुरहरूलाई पनि माछा खान आउनुहोस् भनेर बोलाउन त हुन्थ्यो नि, तर के गर्नु हजुरहरू टाढा हुनुहुन्छ। त्यही पनि आगो ताप्दै माछा बनाउँदै गर्दा कति दामी हुन्छ कि जाडो मौसममा। हजुरहरूलाई आगोमा खाना बनाउन मनपर्छ कि नै? मलाई त आगोमा खाना बनाउन असाध्यै मनपर्छ। त्यही भएर आगो बालेर जाडो पनि छ, जाडोमा आगोको तातो पनि भइहाल्यो, माछा खाए तातो भइहाल्छ झन्। त्यही भएर आगो बालेर कस्तो दामी हुँदो रहेछ कि आगोमा खाना बनाउन। मलाई त कस्तो मनपर्छ। त्यही भएर गाउँतिर आएको। आज माछा बनाउने खाने, बच्चाहरू पनि खेल्दैछन्, कुरा गर्दैछन्, कुरा गर्दै खाना बनाउँदै गरेको कि कति बोलिरहेका छन् सबैजना। मैले चाहिँ माछा बनाउँदैछु, भिडियो बन्दैछ। सधैँ मैले खाना बनाएको भिडियो मात्रै राख्ने गर्छु भनेर भन्नु होला। मलाई यही मनपर्छ साथीहरू, खाना बनाउन असाध्यै मनपर्छ। पहिल्यैदेखि जहाँ गए पनि खाना बनाउनु बसिहाल्छु कि। आउन त म माइतमा आएको हो खाना बनाउन। आउने बित्तिकै खाना बनाउन लागिहालेँ। मलाई चाहिँ भिडियो बनाउन मनपर्छ, खाना बनाउनु पनि मनपर्छ। त्यही भएर झन् भिडियोको लागि भए पनि खाना बनाउन म चाहिँ बसिहाल्छु। खाना बनाउन अरूलाई सुविधा भइहाल्यो, झन् खुसी भइहाल्छन्। जतिखेर पनि खाना बनाउनु भनेपछि अब केही बनाउनु छ भने मलाई बोलाइहाल्छन् कि फोन गरेर। त्यही भएर म आएको, खाना बनाउँदै गफ गर्दै गर्दैछौँ। सबैजना जम्मा भएका छौँ आज। माछा पनि पाकिसक्न लागेको छ, अब पाकी पनि सकिसकेका छन्। अब साँझ पनि पर्न लागिसक्यो, अँध्यारो पनि हुन लागिसक्यो। कति धेरै माछा थिए, त्यही भएर बनाउनु पनि एकदम ढिला भइरहेछ कि। आगो चाहिँ कस्तो दामी बलिरहेछ। आगोले गर्दा पनि तातो भइरहेको छ कि जाडो मौसममा एकदम तातो भइरहेछ। अघि पछि जाडो हुन्थ्यो, आज त आगोको सामु बसे भएर आगो ताप्दै माछा बनाउँदै गर्दा त तातो भइहालेछ। कहिलेकाहीँ एक पिस पनि निकालेर खाइहाल्छु कि फेरि बनाउँदै। हजुरहरूले खाना बनाउने टाइममा खानुहुन्छ कि नै? मैले त खाइहाल्छु कहिलेकाहीँ। त्यही भएर मलाई खाना बनाउनु पठाएको छन्। ऊ यताउति हेर्छु कि फेरि खाना खाएको कसैले देख्छ कि भनेर ऊ बहिनीले फेरि यतातिर भिडियो बनाउँदैछ कि फेरि म पनि बनाउँछु भिडियो भनेर बनाउँदैछु मैले बनाएको खानामा। उता धुवा पनि भइरहेको छ। अब के गर्नु, आगोमा बस्ने बानी छैन धेरै, त्यही पनि आगो बालेर बसिहाल्छु कि म त। यो जाडो मौसममा माछा तारेर चट्ट लाएर आगो बालेर आगो तापेर बस्ने, जहाँ गए पनि खाना बनाउन बसिहाल्ने म जस्तै कोही हुनुहुन्छ कि नै? हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। म छु भनेर, कि म मात्रै छु कि भनेर टेन्सन पो लाग्छ मलाई त। आगो बालेर तापिराख्ने जाडो महिनालाई लाग्छ कि जस्तो लाग्छ मलाई त। माछा पकाएको भिडियो कस्तो लाग्यो हजुरहरूलाई? कमेन्ट गर्नुहोला। हस्, अहिलेलाई भने यति नै। फेरि आउनेछु नयाँ भिडियो ल्याएर। हस् त, बाई बाई।